ओके साथीहरु, अहिले चाहिँ हामी ठ्याक्कै हाम्रो यो माउ खोलाको बगरमा लगभग यो माउ खोलाको ड्यामतिर चाहिँ आइसकेको छु। हाम्रो कृष्ण भाइ, हाम्रो हिरो भाइ, अनि खासमा यो पछाडि देखिएको काँसघारीमा आज चाहिँ हामी यहाँ ड्रोन उडाउने कोसिस गर्नेछौँ। अनि यहाँनिर लोकेसन पनि अलिक सिनेमेटिक आओस् भनेर चाहिँ हेर्दैछु हैन। यहाँबाट तल जाने बाटो रहेछ, हामी यहाँबाट चाहिँ तल जान्छौँ। उता बिचतिर गएर चाहिँ यसो एउटा स्पट हेरेर हामी ड्रोन उडाउँछौँ। ड्रोन उडाउनको लागि जाँदैछौँ, लोकेसन हेर्दैछौँ। रिमोट यहाँ छ, अगाडि चाहिँ हाम्रो भाइले चट्टसँगले ड्रोन पक्रिरहेछ। अनि अरूभन्दा नि काँसघारी चाहिँ एकदम त्यो छ, बबाल छ बबाल। भ्यू चाहिँ दामी देखिँदो रहेछ भाइ, सिनेमेटिक छ। तर यता चाहिँ हिलो रहेछ पुरै। ब्याग त बोक्यो भने भाइ? ब्याग बोकेको छ, क्यामेरा छ यहाँ। ओके, हामी यहाँबाट उडायो। आमा कस्तो त्यही त। ल यो पक्ड ल। हामी चाहिँ यहाँ ड्रोन सक्सेस भइसकेको छ, उडाउन खोज्दैछौँ। ड्रोन एक लट उडाएर चाहिँ आइसक्यौँ है। अब अगाडि जाँदैछु। यहाँबाट चाहिँ सनसेट हुन आँटेको दृश्य चाहिँ दामी देखिँदो रहेछ। कस्तो भयो त हाम्रो ड्रोन उडाउने तरिका? एकदम रमाइलो। ऊ त्यहाँ पर कुन चाहिँले टिकटक बनाउँदै थियो होइन, तिनीहरू पनि क्याप्चर भयो आज। अब हामी अलिकति पर गएर चाहिँ ड्रोन उडाउँछौँ। हाम्रो केही सामान त छोडेन नि, ब्याग स्याग। ल ओके, हामीहरू साथीहरू ड्रोन एक लट यो एरियामा उडाइयो होइन। ड्रोन उडाइसकेर चाहिँ अहिले अलिक तल जाँदैछौँ, अलिक राम्रो भ्यूहरू खोज्दैछौँ होइन। त्यो भ्यूमा गएर चाहिँ मजाले फेरि एक लट हामी ड्रोन उडाउनेछौँ। भ्यू चाहिँ दामी छ है यतातिर। बेलुकाको समयमा यसो मर्निङ वाक पनि हो होइन, इभिनिङ वाकमा पनि आएर चाहिँ चट्टसँगले यो बाटो चाहिँ हिँड्न सकिन्छ। उ त्यहाँ अलिकति तल यहाँनिर लोकेसन हेर्दैछौँ। यहाँनिर रोकौँ है। कहाँ? ए अलिकति उ त्यहाँ यहाँ बाक्लो भएकोमा जाउँ न त त्यसो भए। यहाँनिर ओके, यहाँनिर चाहिँ हामी हल्का ड्रोनहरू उडाउँछौँ होइन। ओके साथीहरू, आएर चाहिँ काँसघारीमा ड्रोन उडाइयो होइन। तर गर्मीले चाहिँ दिमाग खराब बनायो यार। हट, ड्रोनको फुटेज कस्तो आउँछ भने तपाईँहरूले हेर्नुभयो होला है, कस्तो के लाग्यो। त्यस्तो खतरा त छैन है, सामान्य यसो उडाएको मात्रै हो। अब तपाईँहरूलाई मन पऱ्यो भने भिडियोलाई लाइक गर्नु होला, सल्लाह सुझाव केही छन् भने कमेन्ट गर्नु होला होइन। अनि च्यानललाई सब्सक्राइब गरेर पनि हामीलाई सहयोग गर्न सक्नुहुन्छ। साथीभाइहरूसँग पनि सेयर गरिदिनु होला। यस्तै हाम्रो माउ खोलाको चाहिँ बगरमा आज चट्ट उडाइयो, जे होस् ड्रोन उडाइयो होइन त। तर गर्मीले चाहिँ दिमाग खराब गरायो यार।